Hello everyone, this is Sefer Limbu here. अनि हामी यहाँ धान रोप्दैछौँ बोसहरूसँग। अनि यहाँ चाहिँ छ कृष्ण। हाम्रो रोपारहरू बहादुरीको साथ पछाडि हट्दैछ। हाम्रो रोपारहरू बहादुरीको साथ पछाडि हट्दैछन्। यसलाई तल 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 गुड। यो हो नि त तान्ने पनि एकचोटि त्यसो गर्दा बाबु यहाँबाट अझै तान्नु पर्ला जस्तो छ माटो त यार। तल खाल्डो छ माथि पुरै उयो छ। ल तानौँ तानौँ। यो चाहिँ काठमाडौँको धान रोप्ने शैली यस्तो हुन्छ नि, गाउँघरको यस्तो हुँदैन। काठमाडौँमा चाहिँ जे छ त्यसले जुगाड। तर काठमाडौँको चाहिँ माटो राम्रो भएको कारणले धान चाहिँ धेरै फल्छ है। के छ कृष्ण भाइ हालखबर? ल यो चाहिँ टक्क धान रोप्ने पर हाम्रो बौँसीहरू। ओ केटा हो आजै रोपार फर्किए जस्तो आजै रोप्दार फर्किए जस्तो देखिरहेको। अभिषेकको खै रोपेको हेरौँ ल। अभिषेकले खतरा रोप्दो रहेछ। हाम्रो अभिषेक भाइ हो, क्लास 5 मा पढ्छ। खतरा बक्सिङ खेल्छ, रेस्लिङ पनि खतरा खेल्छ। अब पुरा MMA फाइटर बन्ने भनेर पुरा तयारी गर्दैछ। तर बक्सिङ चाहिँ उसको एकदमै राम्रो छ। हाम्रो मेरो भाउजू हो। आमा भाउजूको हातको स्पिड त नेक्स्ट लेभल छ। ओ यहाँ भाउजूबाट सबैले सिक है। ल कम्पिटिसन है कम्पिटिसन। ओइ भएन अलिक ठुल्ठुलो। बिउ यहाँ छ। बिउ आयो समाउनु नाना रे यहाँ समा त। सरी हाम्रो सबै हिरोहरू सिक्दैछ। ओइ सिक्दै हो ड्यामी। यो हो नि त क्रोनिजको के छ एक एकवटा सिक ल। ल नाना आएछ है। हो गुड। फेरि गरेर देखाइदेऊ त। यस सिकाइदेऊ। लाइन 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 लाइन। हेलो गाइज ल भन्दै हामी के गर्दैछ आज? हेलो के छ? हो भाउजू के छ गाउँमा? पारार हेर कति हो कति।
कृष्ण इज रोपिङ द धान बस यो हो नि त धान रोप्ने चिजोले बडी बिल्डरको